सन्ध्या कतिमा किने चस्मा मलाई बिहान हिँड्ने बेलामा बहिनीले दिएको को बहिनी को बहिनी हो रेनु भन्ने बहिनी छ रेनु बहिनी छ चस्मा लगाएर जानुहोस् मेरो नेपालबाट लिएर आएको गुच्चीको त्यो तपाईँको सुन्दरताको राज के हो सुन्दरताको राज यस्तो अनुहारलाई त्यसो त ऐश्वर्या राय नेपालको प्रियङ्का कार्कीहरूलाई के भन्ने पूजा शर्माहरूलाई के भन्ने होइन आफै गरेको यो हातको चाहिँ नक्कली नहालेको नक्कली सक्कली हो नक्कली मान्छे सबैले काम गर्ने मान्छेको हातमा नङै हुँदैन अरे म यति काम गर्छु यति काम गर्छु आमा के काम गर्छ घरमा बस्यो भने नि बिजी हुन्छु किचन सफा गर्छु रुम सफा गर्छु लुगा धुन्छु अझ कति लुगाहरू त हातले धुन्छु होइन काम गर्ने मान्छे काम गर्ने मान्छेको हातमा नङ हुँदैन नगर्ने मान्छेहरूको हातमा नङ हुन्छ हो र हाम्रो उसलाई देखाइदिनु नि त नियोलाई नङ देखाइदिनु नेल आर्टिस्ट मेरो साथीले चाहिँ नेल आर्टिस्ट सिक्दैछ होइन अब ऊ आइसकेपछि उसले यस्तो खट्टा बनाइदिन्छ सबैजनालाई के छ खबर अनि कस्तो हुँदैछ जिन्दगी युएईमा अब कहिले रमाइलो कहिले नरमाइलो कहिले सुख कहिले दुःख भइहाल्छ तपाईँलाई अप एन्ड डाउन भइरहेको छ मेरो चाहिँ तपाईँले युएई बस्दा कुनै एउटा कुनै क्षण पल छ सम्झना लागेको थियो दिन मलाई यस्तो दुःख भएको थियो म 2022मा आएर सबैभन्दा पहिला चाहिँ अबुधाबीमै आएको थिएँ अबुधाबीको खलिफा सिटी भन्ने ठाउँमा बसेको थिएँ अनि मलाई चाहिँ एकदमै साथीभाइ मनपर्ने घुम्न मन पराउने सबैभन्दा पहिला यही पार्कमा आएको थिएँ क्यापिटल पार्क अबुधाबीको होइन अनि यसो हेऱ्यो त्यो गेटमा एउटा फोटो खिचेको थिएँ जिल्लामा दाइले देखाइदिनु भएको थियो यो चाहिँ क्यापिटल पार्क हो भनेर घुम्न चाहिँ पाइएन पछि चाहिँ यो युज टु भएको थियो मेरो लागि चाहिँ साथीभाइसँग आउने अनि भेटघाट मिटिङ अनि चाडबाडहरू सायद तपाईँहरू त धेरै मिटिङ पनि हुन्थ्यो अहिले होला आउँदा हुँदाखेरि म सामूहिक जीवन जिउँथेँ त्यति बेला अहिले चाहिँ अलिक कम गरेको छु अहिले आफ्नै एक्लै पनि बाँच्न सक्ने भएको छु अहिले चाहिँ त्यस्तो किन के भएको साथीहरूले के भने कि नराम्रो शब्द सामूहिकतामा एकता हुन्छ भन्ने एउटा सिद्धान्त थियो मेरो चाहिँ मैले सानैमा सिकेको कुरा होइन अनि व्यवहारिक रूपमा भोगेको कुरा पनि हो तर सधैँ त्यो एकनाशको नहुँदो रहेछ सामूहिकतामा एकता भन्ने चाहिँ एकता चाहिँ हुन्छ तर त्यो एकताको फाइदा चाहिँ के भन्दाखेरि एउटा केही अब सामाजिक कामहरूको लागि सामूहिक कामहरूको लागि भने चाहिँ ठिकै हो तर त्यो उद्देश्यविहीन सामूहिक भेटघाटहरू खासै मैले उपलब्धिमूलक भएन होइन अनि पछिल्लो समय चाहिँ झन् कस्तो भयो भने भेटघाट भयो पछाडि भेटघाट भएर अब कुनै एउटा काम गर्ने डिसिजन गरेर कार्यान्वयन गर्न पाएको भए चाहिँ त्यसको उपलब्धि हुन्थ्यो होइन निर्णयहरू हुन्थ्यो तर भेटघाट भयो खायो पियो रमाइलो गऱ्यो साथै अनि त्यसको पछाडि चाहिँ धेरैजनाले कुरा काट्दो रहेछ अनि त्यस पछाडि चाहिँ मैले स्टप गरेको आजकल त्यस्तो हुँदो रहेछ कि अब विकेन्ड आयो भेटघाट भयो घुम्न गयो होइन भोलिपल्टदेखि फलानुले यस्तो गरेको थियो फलानुले फलानुसँग यस्तो गरेको थियो फलानुले यस्तो भनेर कुरा काटे मेलो मात्रै हुँदो रहेछ अनि त्यसपछि आजले अलिक कम गरेको छु एकदमै नजिकको साथीभाइहरूसँग मात्रै भेटघाट गरेको छु अनि सोसलाइज हिसाबले चाहिँ सोसाइटीहरूमा खासै म अलि इन्भल्भ छैन पहिलाको जस्तो त्यसमा प्रब्लम भनेको चाहिँ त्यही हो अब समयसँगै सबै मान्छेहरूको सोच व्यवहारहरू बदल्दै जाँदो रहेछ सधैँ अब जुन उद्देश्य हो जुन जस्तै मसँग जुन जसरी बुझेको छु जुन सिद्धान्त छ त्यो अरूमा हुँदैन मेरो सिद्धान्त अनुसार अब अन्य अब भनौँ न अन्य मानिसहरू पछि लाग्दैन उनीहरू चाहिँ जसो जसो बाहुन बाजे उसो स्वाहा टाइपले अब त्यो खालको त्यही टाइपले चलेको देखेँ मलाई चाहिँ त्यो मन पर्दैन मेरो जड मेरो जग मेरो जुन पहिलोचोटि मैले पाइलट टेकेको भनेको मेरो उद्देश्य मेरो सिद्धान्त मैले सिकेको भनेको चाहिँ त्यही हो समाजमा केही गर्नु छ भने एकता हुन जरुरी छ त्यसको लागि चाहिँ एउटै उद्देश्य हुनु पर्यो एउटै विचार हुनु पर्यो एउटै व्यवहार पनि हुनु पर्यो भन्ने कुरा हो एकता हुनको एकता भन्दा झन् विखण्डनतिर गएको छ अहिलेको हाम्रो समाज अनि त्यसपछि अब त्यस्तो भइसके पछाडि अलिकति गाह्रो हुन्छ म एकता चाहने मान्छे पहिल्यैदेखि विखण्डन भइसके पछाडि अब एकता गराउन पनि सकिँदैन
अहिले समाज अहिले मैले तपाईँलाई यहीँ रोकेँ, अहिले यो च्याउसरी उम्रेको जति पनि संस्थाहरू छ नि यहाँ युएईमा कस्तो लाग्छ? म त सबै महत्त्वहीन लाग्छ अहिले त। जुन बेला हामी 2014देखि 18 युएमा बस्दा त्यो बेलाको संस्थाहरूको महत्त्व यस्तो थियो, यस्तो स्पिरिट थियो, यस्तो राम्रोसँग काम गरिन्थ्यो। अहिले त धेरै जस्तो जिल्लागत संस्थाहरू धेरै छ। अहिले धेरै कि नाफामुलामा गएको हो त्यो संस्थाहरू? नाफामुलक हेर्ने, पैसावाला हेर्ने, पैसा खर्च गर्न सक्ने, गराउन सक्नेहरूलाई मात्रै अब त्यो समाजमा समावेश गराउने होइन। भनेपछि बुढी मान्छेहरूको लागि ठाउँ छैन? साधारणभन्दा साधारण मान्छेहरूको लागि हामीलाई त ठाउँ दिँदैन, हामीलाई नै स्थान दिँदैन भने त साधारणभन्दा साधारण मान्छेहरूलाई त कहाँबाट दिन्छ? त्यो कतै न कतै केही न केही पहुँच, अनि त्यसपछि त्यो कतै न कसैसँग कनेक्सन। अब अध्यक्षको अलिकति हुनु पर्यो चम्चे होइन, लगायत त्यो संस्थाभित्रमा भएकोहरूको नजिकको आफन्तहरू, अनि नजिकको अलिकति हुन्छ नि पैसावालाहरू को छ, अलिकति टाइम दिन सक्ने को छ गाडीवालाहरू, त्यस्तोलाई प्रायोरिटी दिइरहेको देख्छु। त्यसले गर्दा चाहिँ अन्तिममा चाहिँ समाजलाई सही दिशा भन्दा पनि मैले चाहिँ एकदमै भ्रम छरेर अलिकति म्हणजे पहुँचवालाको लागि मात्रै हो त्यसो भए? त्यही भन्नुभयो मैले तपाईँले? पछिल्लो समय देखेको चाहिँ त्यही हो। अनि पछिल्लो समयमा धेरै विवादहरू आएको थियो, अनि फेरि कहिले मिल्ने जस्तो गर्छ, कहिले फेरि विवाद छुटेको जस्तो गर्छ, कस्तो लाग्छ त? यो मेन्सन नगरौँ यो कुन संस्था भनेर चाहिँ होइन, त्यस्तो कस्तो लाग्छ? त्यो के नाटक जस्तो लाग्दैन? लाग्छ कहिले अब पहिला एउटै हुँदै दुईवटा भयो, त्यो चाहिँ धेरैवटा संस्थाहरू पनि हुन्छ, यो एकै हकमा पनि, त्यो विभिन्न देशमा पनि हुन्छ, नेपालमै पनि नभएको कुरा छ होइन। त्यही त किन भने नि अब एउटै उद्देश्य हुँदै पनि अरूहरूको विभिन्न विचारहरू हुन्छ नि, उनीहरूले के भन्छ त्यसलाई, अब अग्रजहरूले नै त्यसलाई विवादित बनाउने हो कि अब उसले चाहिँ यो गर्यो, अब यो चाहिँ गलत हो, हामी चाहिँ यो तरिकाले हामी चाहिँ सही हो भनेर त्यो हालसालै एउटा गेदुङ अस्ति के एउटा प्रोग्राम भएको थियो के अरे, त्यसमा के तपाईँले जानकारी छ? त्यसमा मैले फेसबुक सोसियल मिडियामा देखिएको बाहेक व्यक्तिगत रूपमा मैले कसैसँग सोधपुछ गरेँ त्यसको बारेमा चाहिँ बुझिनँ। मतलब तर देखिने चाहिँ त्यही हो, पहिलादेखि जे बुझिरहेको थियो देखिरहेको थियो त्यही हो। अहिले पनि अब थोरै अहिले समाज बिग्रेको कारणै राजनीतिक हावी हुनु हो। राजनीतिक बिल्कुल हावी हुने बित्तिकै समाज भनेको विशुद्ध एउटा एकदमै सामाजिक हो नि त, सामुदायिक हुन्छ, सामूहिक हुन्छ, सामाजिक हुन्छ। त्यसमा राजनीतिक प्रवेश गर्ने बित्तिकै धेरै कुराहरू चाहिँ बिग्रिन्छ। त्यही कारणले हरेक संस्थाहरू बिग्रिनुको कारण त्यही हो जस्तो लाग्छ मलाई। तपाईँको छोटो मिठो समयको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। नमस्कार। धन्यवाद। अब